सो आज चाहिँ हामी पोखरा एक्सप्लोर गर्ने भनेर चाहिँ अब निस्किन आँटेको छौँ। सो बेसी आजको भिडियो चाहिँ हो इट विल गो नाइस एन्ड ब्युटिफुल है। अनि विल गट चान्स टु एक्सप्लोर द पोखरा है। अनि त्यही हो विथ ओल्ड मेमोरिज। स्कुल टाइममा आएको थिएँ तब चाहिँ लट अफ मेमोरिज आयो हियर विथ माई फ्रेन्ड्स है। सो त्यो पुरानो यादहरू चाहिँ ताजा भएर आउँछ भनेर छ। र आजको चाहिँ डेभिड फल गुफा, चमेरा गुफा अनि माथि पिस प्यागोडा टेम्पल कि कहाँ जान आँटेको छौँ होइन। सो लेट्स सी व्हाट विल ह्यापन। चेस सो अहिले चाहिँ हामी जाँदैछौँ पुम्निकोट वेयर शिव स्ट्याचु इज लोकेटेड। र हामीले चाहिँ यहाँबाट चाहिँ ट्याक्सी बुक गऱ्यौँ अनि अप एन्ड डाउनको चाहिँ इट टेक्स अराउन्ड 2000 र आफ्टर देन वी टेक द ट्याक्सी फर अ राइड। सो लेट्स बिगिन। सो पुम्निकोट पुग्नु चाहिँ तपाईँहरूलाई लाग्छ 15 देखि 20 मिनट र यो चाहिँ टप अफ द हिलमा छ है। सो मौसम चाहिँ एकदम दामी छ अनि हामीले चाहिँ सोचेको भन्दा अलिकति राम्रो ठाउँहरू घुम्नु पाइरहेछौँ होइन। सो हियर इज पुम्निकोट। अभियसली यहाँबाट देखिन भने चाहिँ फेवाताल पोखरा र हिमालहरू देखिन हो। अनि यहाँको टुरिस्टहरू चाहिँ वाइल्डै आएको छैन यो ठाउँ घुम्नुको लागि। सो राइट पर्सन चाहिँ राइट प्लेसमा भयो भने यसको रिजल्ट चाहिँ कस्तो हुन्छ भने यु क्यान सी है। सो अभियसली होइन इफ यु हेभ मनी देन वाइल्ड चिल गर्ने ठाउँ चाहिँ पोखरै हो जस्तो लाग्छ है। तपाईँहरूले इच एन्ड एभ्रिथिङ पाउँछ क्या अप टु बटमदेखि होइन। सो डो चाहिँ हुनु पऱ्यो होइन। लाइफ त ओभर चिलमा गइन्छ अनि घुम्नु ठाउँको लागि त्यही अनुसारै भइहाल्छ होइन। पहिला आएको भन्दा चाहिँ एकदमै चेन्जेस पायौँ है। अनि दाजु भाउजूको पनि फोटोहरू केसिङ सुट गरेर ओभर यार लाइक पोखरामा अप्सनै अप्सन छ क्या। तपाईँले कहाँ घुम्नु मन छ होइन, कस्तो चाहियो घुम्ने ठाउँ सबै छ क्या। यस्तो दामी छ कि यार घुम्नुको लागि चाहिँ। अनि यहाँ चाहिँ ब्रो यार होल प्यागोडामा आएको होइन यस्तो दामी है। फोटोहरू खिच्यौँ दाजु भाउजूको। आफ्टर देन वी टेक अ सम पिसफुल मोमेन्ट देन वी हेभ गन टु द डेभिड फल। डेभिड फल अभियसली होइन पुरानो मेमोरीहरू छ यो ठाउँमा चाहिँ ग्रुपमा आएको। स्विडेनको डेनिस भन्ने मान्छे चाहिँ यहाँबाट फल भएर चाहिँ यहाँ डेनिस फल लाइक डेभिड फल भएको भनेर चाहिँ भनिन्छ होइन। सो यहाँहरू तपाईँहरूले इट्स नर्मल है। तपाईँहरूले त्यहीँ डेभिड फल देख्न सक्नुहुन्छ होइन। अरू खासै केही छैन एकदम नर्मल। तर मोस्ट अफ द पिपल केम हियर एन्ड सी द वाटरफल। डेभिड फलको जस्ट अपोजिट चाहिँ तपाईँहरूले यो गुप्तेश्वर महादेव गुफाहरू चाहिँ पाउनु सक्नुहुन्छ। त्यहाँ गयौँ हामी चाहिँ। अभियसली देयर इज नट द्याट मच थिङ होइन। त्यही नै अब डेभिड फल त्यहाँबाट चाहिँ देखिन्छ भनेर हामी चाहिँ गएको हो। अनि त्यहाँदेखि आएपछि घुमौँ न भनेर लाइक मोस्ट अफ द टुरिस्ट दे युज टु कम होइन। पोखरामा त वाइल्ड छ यार घुम्ने ठाउँ। बोकसम यार गोजीमा डो र केटाहरू हुनुपर्छ। वाइल्ड छ लाइफ विल बी मस्ट के भन्नु पिसफुल भन्नु कि होइन रमाइलो हुने। सो गयौँ अनि भित्र चाहिँ अहिले चाहिँ अलिक म्यानेजमेन्टहरू गरेको रहेछन् होइन। सो इट विल बी मोर इजी टु वाक। पहिला चाहिँ अब माटो चिप्लो हुने त्यस्तो टाइप्स त अहिले चाहिँ छैन। अनि त्यहाँ पुगेपछि चाहिँ हामीले डेभिड फल देख्यौँ। अनि अभियसली त्यति साह्रो मनसुन थिएन र त्यो डेभिड फल त्यति साह्रो फोर्सफुल्ली आएको थिएन। सिम्पल नर्मल वाटरफल टाइप्स भइरहेको थियो। अनि एकछिन हेऱ्यौँ अनि चित्त बुझायौँ होइन। सो अहिले चाहिँ हामी बेगनस तालाइरहेछौँ होइन तालेनु। सो खाना खाएपछि चाहिँ ओभर अल्छी लागिरहेछ लिटरली। निन्दहरूले फाक भइरहेछ यार। बेलुका जाने। सो यो चाहिँ बेगनस ताल हो।
जब राति बुढी ताती भने जस्तै हामी गयौँ राति फुड अनको लागि अनि भोक चाहिँ लागिरहेको थिएन अनि खाना चाहिँ मेन मिठो पाउने भने चाहिँ फेवातालको स्ट्रिट फुडहरू हो होइन अनि त्यसको लागि चाहिँ हामी गयौँ अनि खानेकुरा एक्सप्लोर गर्नुको लागि र प्राउन चाहिँ मलाई मिठो लाग्यो होइन अरू पनि ठिकै नै थियो। सो आजको दिनभरिको घुमाइ तपाईँलाई त्यत्रो मध्येमा कुन चाहिँ राम्रो लाग्यो ठाउँ सब मध्येबाट ठाउँ भनेको मलाई कुन लाग्यो भने अब लेक साइडतिर गएपछि फेवा लेक चाहिँ अवश्य भन्नुपर्छ। लेक साइड चाहिँ गएको छैन। लेक साइड नै एरिया चाहिँ राम्रो तीनटा इन्क्लुडेड प्यागोडा ओल्ड उयो माथिको शिवपुरी त्यसमा दाजुलाई चाहिँ कुन मन पर्यो? फेवा लेक त्यो त गएकै छैनौँ नि आज गएको ठाउँमा सो दाईको साथीको बर्थडे थियो अनि त्यही भएर हामीले चाहिँ बर्थडे पार्टीहरू पनि मनायौँ होइन अनि रमाइलो एकछिन गफसप गऱ्यौँ अनि त्यसपछि चाहिँ अरू इन्क्लुडेड थिङ छँदैछ होइन इट्स नट नेसेसरी टु टेल अल्सो। सो हेभ अ नाइस डे सी यु एट द नेक्स्ट एपिसोड विथ द ब्युटिफुल डेज बाई बाई।